तर म त खास एनएफएसमा फसेको निक्लिनु पनि सकेछ अब निस्किनु नै पर्यो नि साथी, कसले बढाइदिन्छ हो र। तपाईँ के अनि 1 वर्षसम्म 2 वर्षसम्म एन्ट्री नै नान्नु त यो बुलभरि। अब हेर्नुहोस्, हामी फाइनेन्समा थियौँ, तर फाइनेन्सको रिपोर्टहरू यस्तो आयो कि फाइनेन्समा थियौँ, तर फाइनेन्सको रिपोर्टहरू यस्तो आयो कि फाइनेन्समा थियौँ, तर है त्यो माइक अफ नगर्ने साथीहरूलाई तल झारिदिँदा हुन्छ है। अनि मेरो कुरा के छ भने, हामी फाइनेन्समा थियौँ, फाइनेन्सको रिपोर्टहरू यस्तो आयो, भोलि सेयर नै ब्लक हुन्छ कि भन्ने डर हुन्छ कि होइन। सो सेयर ब्लक भयो भने हाम्रो पैसा ब्लक हुन्छ, जसरी कर्णाली डेभलपमेन्ट ब्याङ्कमा भयो होइन। त्यसले गर्दा चाहिँ गएको छौँ र योबाट आरामले बस्नु, राइटहरू खाने हो होइन, ट्रेडिङ बढी गर्ने होइन। अब मैले त गर्नुपर्छ त्यो अलिकति रेटहरू बढाउनुको लागि। अरू साथीहरू मजाले बसेर होइन समय पुग्दा हुन्छ है साथीहरू। दाजु जय सियाराम। जय सियाराम। हजुर दाजु, अब समग्रमा मार्केट के छ दाजु, यसको अलिकति केही भनिदिनुहुन्छ कि? मैले भने नि मार्केट मन्दिरलाई जानु मार्केट तपाईँको हेर्नुहोस् अप्ठ्यारो पिरियडमै चलिरहेछ, तर अब राम्रो समय आउँछ। किनभने यता आन्दोलन चलिरहेछ, यता ग्रे लिस्टमा छौँ, यता लिक्विडिटी बढेको छ, नयाँ गभर्नर आउँदैछ, तपाईँको ब्याज दर घटेको छ। सो यो कुराहरू बुझ्नु पर्यो। अरू साथीहरूलाई नलिउँ न यो कुराहरू। अब केही टाइम चाहिँ अझ लाग्न सक्छ हाम्रो यो मार्केट चाहिँ बुम बुम हुनको लागि। होइन, हुन्छ, छिटै हुन्छ, चिन्ता गर्नु पर्दैन। हाम्रो अल्ट्रा लो क्याप पनि अब मार्केटकै हिसाबले जान्छ माथि। मार्केटको हिसाबले होइन, त्योभन्दा छिटो जान्छ, त्यसमा चिन्ता नलिनु। हजुर, हस् दाजु, थ्याङ्क यू। अरू साथी ल साथीहरू, फेरि मैले भने अब आफ्नो र आफन्तको ख्याल राख्नु होला। जय सियाराम। मेरो भिडियो हेरिदिनु होला, त्यसलाई सेयर गरिदिनु होला ओभर ट्रेडिङको बारेमा होइन। त्यति मैले रिक्वेस्ट गरेँ, किनभने जो साथीहरू यो ओभर ट्रेडिङको शिकार हुँदै हुनुहुन्छ होइन, तिनीहरूलाई त्यसबाट बचाउने सबैको दायित्व छ। सो मेरो ओभर ट्रेडिङको माथिको भिडियो हेरेर त्यसलाई सेयर पनि गरिदिनु होला प्लिज। डेभलपमेन्ट ब्याङ्कमा राइट खानको लागि आएका छौँ, यो क्लियर हुँ है। यदि कसैले राइट नखानको लागि बस्नु भएको छ भने नहुनु होला। हाम्रो टार्गेट 1 वर्ष होल्डको लागि हुन्छ, किनभने हामी राइट खाएर अर्को राइट आउँदाखेरि यसको जुन दाम हुन्छ त्यो अहिलेको दामभन्दा 2 गुणा 3 गुणा 4 गुणा राइट खाएपछि अब तपाईँको 1,500 पनि भयो भने यसलाई 3 गुणा 4 गुणा। सो त्यो चाहिँ हामीले टार्गेट गर्नुपर्छ। अरू कुनै उपाय छैन मार्केटमा पैसा कमाउने, हामीलाई त्यस्तो लाग्छ होइन। सो आफ्नो स्ट्राटेजी आफै बनाऊ, तर अहिले राइट खाएर फेरि 1,500 2,000मा बेच्न पाए हाम्रो 3-4 गुणा हुने स्क्रिप्टहरू नै यही हो। अरू कुनै स्क्रिप्टै छैन। अरू कुनै स्क्रिप्ट छ भने प्लिज सेयर गर्नु होइन। यो सप्तकोशी अहिले होल्ड गर्दा ठिक होला कि यसलाई सेयर गरेर बरु सिन्धुतिर सिफ्ट हुनु ठिक छ? होइन, यस्तो छ कि तपाईँको सप्तकोशी एकदम लोवर रेटमा आएको छ, म देख्दैछु 1050-60 सस्तो छ। सो त्यहाँ सिफ्ट गर्नु जरुरी छैन। बरु तपाईँसँग फन्ड छ भने सिन्धु अझै किन्नुहोस्, त्यसरी भन्न सक्नुहुन्छ। हस्, हुन्छ सर, थ्याङ्क यू। अरू साथीहरू नमस्ते। नमस्कार सर, म त खास एनएफएसमा फसेँ।